स्वागत छ नेपाली java.com का साथीभाइहरू। आज हामी जावामा कसरी कम्प्युटर चलाउने युजरबाट इन्फर्मेसनहरू लिने भन्ने दुई तरिकाहरू सिक्नेछौँ। एउटा तरिका हुन्छ कन्सोलबाट भन्नाले कमान्ड प्रम्प्टबाट लिने, अर्को तरिका हुन्छ GUI एउटा विन्डो पप आउट गरेर युजरलाई विन्डोजबाट इनपुट लिने। सो पहिले हामी कन्सोल मेथडबाट जाउँ। कन्सोल मेथडको लागि हामीले एउटा नयाँ कुरा सिक्नेछौँ, स्क्यानर क्लास भन्ने। स्क्यानर क्लासले किबोर्डको सहयोगबाट युजरबाट इन्फर्मेसन वा डाटाहरू लिन्छ। जस्तो स्क्यानर हामीले भेरिएबल गरौँ, किबोर्ड भेरिएबल गरिसकेपछि इक्वल्स न्यू स्क्यानर, अनि यसको प्यारामिटरहरू हुन्छ system.in हैन। यो system.in यसले नयाँ स्क्यानर भन्ने क्लास हामीले डिफाइन गर्छौँ। यसलाई इम्पोर्ट गर्नुपर्ने हुन्छ स्क्यानर क्लास भन्ने जावाको लाइब्रेरीबाट, जावा युटिल स्क्यानरबाट इम्पोर्ट गरिसकेपछि स्क्यानर भन्ने हामीले किबोर्ड भन्ने भेरिएबल हामीले डिफाइन गरौँ, विच इज अ स्क्यानर। सो अब हामीले युजरबाट केही डाटाहरू लिनु छ भने पहिला प्रिन्ट गर्ने system.out.print लाइन अथवा प्रिन्ट गरेर युजरलाई सोध्ने इन्टर योर नेम। यसरी युजरलाई सोध्न सक्यौँ। अझ राम्रो बनाउन यसलाई डेकोरेट गर्न सकिन्छ आफ्नै किसिमले हैन। अब गरिसकेपछि जे पनि इनपुट हुन्छ नि, त्यो इनपुट हामीले उमा राख्नु पर्यो, केही एउटा भेरिएबलमा राख्नु पर्यो। अब के किसिमको इनपुट गर्ने हो, इन्टिजर इम्पोर्ट गर्ने हो कि के भन्छन् स्ट्रिङ इम्पोर्ट गर्ने हो कि त्यस्तो हुन्छ। अब नाम के हो भन्दाखेरि युजली यो स्ट्रिङ भेरिएबल हो, त्यही भएर हामीले स्ट्रिङ नेम इक्वल्स हैन। अब यसलाई इम्पोर्ट कसरी गर्ने भन्दा किबोर्ड जुन हामीले पहिले भेरिएबल युज गरेका थियौँ हैन, किबोर्ड डट नेक्स्ट स्ट्रिङलाई नेक्स्ट लाइन भनिन्छ हैन। यी स्ट्रिङलाई इम्पोर्ट गर्नु छ भने लाइन भन्ने युज गरिन्छ। अब त्यो भइसकेपछि अब युजरलाई system.out.print लाइन योर नेम इज प्लस गरेर नेम गर्ने। अब यसलाई हामीले टेस्ट गरौँ, गर्दाखेरि इन्टरियर नेम भन्ने यहाँ आयो हैन। अलिकति ठुलो बनाऊँ, इन्टरियर नेम भन्ने आयो हैन। आइसकेपछि what you can do is you can put your name, let's say कुनै नेपालको सगरमाथा, अनि इन्टर हान्दाखेरि योर नेम इज सगरमाथा भनेर दिन्छ हैन। यसरी हामीले युजरबाट इनपुटहरू लिन सक्छौँ। यदि हामीले जस्तो इन्टिजर इम्पोर्ट गर्नु छ भने सेम थिङ system.out.print लाइन इन्टर योर एज। त्यो गरिसकेपछि फेरि एज भनेको इन्टिजर हो, त्यही भएर INT एज इक्वल्स किबोर्ड डट नेक्स्ट INT हैन। नेक्स्ट INT गऱ्यो भने यसले इन्टिजर गर्छ, योर नेम इज नेम भयो। अब फेरि त्यसैलाई out.print लाइन गरेर योर एज इज प्लस एज गर्न सक्यो हैन। यो गर्यो भने के हुन्छ भन्दा पहिला नाम सोध्छ, नाम सोध्दैछ सगरमाथा। अब एज कति भयो भनेर सोध्छ, एज 200 इयर्स हैन गरेर इन्टर हान्यो भने योर नेम इज सगरमाथा योर एज इज 200 भनेर यसरी दियो। यदि डबल गर्नु पर्यो भने नेक्स्ट डबल गर्न पाइयो। त्यसरी नै यो भयो कन्सोल मेथड हैन। जस्तो हामीले यहाँनिर गऱ्यौँ, यो भयो कन्सोल मेथड। अब हाम्रो अर्को के छ भन्दा GUI मेथड, विन्डो पप आउट गरेर गर्ने कुरा। यस्तो गरौँ GUI मेथड। अब यसको लागि के गर्यो भन्दाखेरि यसलाई पहिला यसलाई हटाइदिउँ हैन। यसलाई मल्टिपल लाइन कमेन्ट्स भन्छ। यो कमेन्ट यदि मैले भनेको छैन भने स्ल्यास र अनि एस्ट्रिक र स्ल्यास जहाँसम्म हुन्छ त्यहाँसम्मको यसले कमेन्टिङ गरिदिन्छ। अब सिङ्गल लाइन कमेन्टको लागि यो डबल स्ल्यास गरे भयो। अब सबै धेरै लाइनहरू छ भने यो मल्टिपल लाइन स्ल्यास हुन्छ, मल्टिपल लाइन कमेन्ट हुन्छ, त्यो गरे भयो। अब हामी GUI मेथडमा हामीले एउटा कुन क्लास हुन्छ नि त JOption पेन हैन। JOption पेन भन्ने क्लास हुन्छ। यसैबाट हामीले मल्टिपल के भन्छ सिम्पल GUI बेस्ड इनपुट लिन सकिन्छ। यसको लागि के गर्ने भन्दा पहिला इनपुट के को लिने भन्ने हुन्छ। यसले फेरि इन्टिजरहरू सपोर्ट गर्दैन, यसले सबै कुराहरू स्ट्रिङ बनाएर दिन्छ। सो पहिला स्ट्रिङ लिने नेम इक्वल्स यसको कस्तो हुन्छ भन्ने एउटा
के भन्ने यसलाई एउटा फ्रेम जस्तो हुन्छ हेर्नुहोस् है कस्तो भन्दा जे अप्सन पेन डट सो इनपुट डायलग हैन इनपुट डायलग गर्नको लागि अब के कुराको इनपुट गर्ने भन्ने हुन्छ डबल कोटमा हैन डबल कोटमा जे लेखिन्छ त्यो कुरा देखाउँछ र एउटा इनपुट गर्ने डायलग दिन्छ व्हाट इज योर नेम भनेर यसरी राखियो भने जे पनि युजरले इन्टर गर्छ त्यो यो नेम त्यो त्यहाँ गएर नेममा गएर सरी यो नेम भन्ने भेरिएबलमा गएर स्टोर हुन्छ अब त्यसैलाई डिस्प्ले गर्नु छ भने हामीले system.out.println मा गएर डिस्प्ले गर्न सक्छौं खाली नेम हैन कि योर नेम इज भन्दिउँ न हैन पहिला जस्तै योर नेम इज प्लस नेम अब यसलाई गर्यो भने गर्दाखेरि पप आउट भयो व्हाट इज योर नेम भनेर व्हाट इज योर नेम भन्दा सगरमाथा गरेर हामीले ओके गर्न सक्छौं ओके गरेपछि योर नेम इज सगरमाथा भन्छ वान मोर इम्पोर्टेन्ट थिङ टु नो इज यो जी अप्सन पेन युज गर्नको लागि यहाँ इम्पोर्ट गर्नुपर्छ जावा एक्स स्विङ लाइब्रेरी इम्पोर्ट गर्नुपर्छ जसको भित्र जी अप्सन पेन भन्ने क्लास हुन्छ अनि यो भयो नेमको लागि अब यदि यसबाट इन्टिजरहरू इम्पोर्ट गर्नु छ भने कस्तो गर्ने भन्दा पहिला स्ट्रिङमा लानुपर्छ है स्ट्रिङमा एज लेट्स से स्ट्रिङ एज स्ट्रिङ किनकि यो स्ट्रिङ हो नि त एज इक्वल्स जे अप्सन सरी पी सानो हुन्छ है अप्सन पेन डट सो इनपुट डायलग वाट इज योर एज यो गर्यो गरिसकेपछि अब के हुन्छ भन्दा स्ट्रिङलाई हामीले डबलमा कन्भर्ट गर्नुपर्ने हुन्छ ताकि डबल भन्ना सरी इन्टमा डबल या इन्ट जेमा पनि हजुरले चाहे अनुसार कन्भर्ट गर्नुपर्ने हुन्छ त्यो कन्भर्ट गर्नको लागि जस्तो आइएनटी इन्ट एज इक्वल्स अब एज स्ट्रिङलाई कन्भर्ट गर्नको लागि हामीले यो सिन्ट्याक्स जस्तो इन्टिजर डट PARSCINT अनि बीचमा जे पनि स्ट्रिङ राखिन्छ त्यो इन्टिजरमा कन्भर्ट हुन्छ तर यदि स्ट्रिङमा इन्टिजर छैन र एबीसीडी छ भने फेरि यसले एरर देखाउँछ है यो फेरि जानी राखौँ यसले एक्सेप्सन भन्छ एरर देखाउँछ त्यही भएर हामीले यो एज स्ट्रिङमा 12 राख्यौँ भने ठिक छ है जस्तो एज स्ट्रिङ गर्यो हैन अनि system.out.println एज यसै प्रिन्ट लाइन गर्यो भने पहिले नाम राखौँ सगरमाथा अनि कति हो एज के भन्छ एज इज 200 इयर्स सो एज 200 आने लेट्स एड अ लिटिल डेकोरेसन योर एज इज एज हैन अब एउटा के आउला भन्दाखेरि अहिले एकचोटि फेरि गरिदिउँ सगरमाथा अनि एज इज 200 इयर्स यो नेम इज सगरमाथा यो एज इज 200 हैन यसरी देखायो अब एउटा कुरा के म यहाँ क्लियर पारौँ भन्दाखेरि यो एज र एज स्ट्रिङमा फरक के इभन दो हामीले यहाँ यदि यस्तो एज स्ट्रिङ राख्यौँ भने इज गन बी द सेम अहिले त तपाईको सेम हुन्छ हैन यो एज इज 200 सगरमाथा छ 200 छ तर वी गट बी स्योर दैट एज स्ट्रिङ जुन छ नि यो आइएनटी इन्टिजर हैन यो स्ट्रिङ हो सो यदि हामीले यो कन्भर्ट गरेनौँ भने पछि पर्फर्म गर्नुपर्दा जस्तो अर्को इन्टिजर राख्यौँ रे सम इक्वल्स एज प्लस 10 अब 10 वर्ष बढाउनु पर्यो भने एज प्लस 10 गर्न पाइयो तर यसमा फेरि स्ट्रिङ राख्न पाइँदैन किनकि यसले इन्टिजर प्लस इन्टिजरमा त्यो एड हुन्छ त्यही भएर यसमा स्ट्रिङ राख्न खोज्यो भने यो बिग्रिन्छ त्यही भएर इट्स बेटर हैन जहिले पनि एजको कुराहरू भयो इयरको कुराहरू भयो त्यस्तो लिँदाखेरि या त इन्टिजर या त डबल राख्नमा त्यो बुद्धिमानी हुन्छ सो द्याट इज अल आजको ट्युटोरियल यति नै धेरै ट्युटोरियलहरू चाहिएको खण्डमा हजुर nepaljawa.com भिजिट गर्न सक्नुहुन्छ मलाई सपोर्ट गर्नुहोस् मैले जानेको कुराहरू सिकाउने कोसिस गरिरहेको छु सो थ्यांक यू भेरी मच